ह्याप्पी दसैँ सम्पूर्णमा। तपाईहरु बिजी हुनुहुन्छ होला टीका लगाउनुमा, टीका लगाई माग्नुमा है। आफू त घर जानु पाइएन, तर पनि यहाँनिर दिदीहरुले सानो सेलिब्रेसन गरी दिदीले टीका लगाइदिनु भयो है। एउटा घरदेखिको टाढो एउटा सानो फ्यामिली यहाँनिर छ है। म त टचवुड एकदमै राम्रो पाएको छु हैन। साथीभाइहरु दिदीहरु एकदमै राम्रो हुनुहुन्छ, त्यही भएर उहाँहरूले मनाउनु भयो, हामीले सानो सेलिब्रेसन गरे। तर यदि उता घरमा भएको भए चाहिँ कति बिजी हुन्थ्यो होला त्यो इमेजिन पनि गर्छु हैन। किनभने हाम्रो त यस्तै बेलामा हो अब फ्यामिलीजहरु भेटघाट गर्ने हैन। यही हो नि त दसैँ चाडबाडै हो, त्यो भएर यति बेला त हामी कति बिजी हुन्छ है। तर मलाई यही कुराले गर्दाखेरि चाहिँ यहाँको मान्छेहरुको एउटा कुरा याद आयो है। याद मात्रै हैन, मलाई त्यो कुरा मन पनि पर्छ उनीहरुको। त्यो चाहिँ के भन्दा उनीहरुले अब आफ्नो भेटघाट गर्नु है, आफ्नो साथीभाइलाई भेट्नु या आफ्नो फ्यामिलीलाई, साथीभाइ भन्दाखेरि पनि फ्यामिलीलाई भेट्नको लागि चाहिँ ओकेजन पर्खिरहँदैन। किनभने यहाँनिर चाहिँ नि एभ्री फ्राइडे, वान्स इन अ वीक, एभ्री फ्राइडे कि तपाईले इन्भाइट गर्नुहुन्छ कि तपाईलाई उनीहरुले इन्भाइट गर्छ। यो बानी चाहिँ मलाई एकदम मन पर्छ यहाँको। यस्तो गर्दा चाहिँ मलाई लाग्छ एकअर्काको बन्डिङ राम्रो हुन्छ है। स्पेशली कजन्सहरुको बन्डिङ राम्रो भएर जान्छ। किनभने अहिले पहिलाको जस्तै छैन है। सबैजना न्युक्लियर फ्यामिलीमा आफ्नो आफ्नो लाइफमा बिजी छ, कसैलाई कसैको लागि टाइम नै छैन। तर यदि हामीले वान्स इन अ वीक नगरे पनि वान्स इन अ मन्थ त्यस्तो ग्यादरिङ गर्नु सक्यो भने चाहिँ आउँदो जेनेरेसनको बन्ड चाहिँ स्ट्रङ भएर जान्छ जस्तो लाग्छ मलाई। र अर्को कुरा, जसले पनि इन्भाइट गर्छ होस्टले है, अब यदि मैले तपाईलाई इन्भाइट गरे भने तपाईले केही न केही पकाएर, जो जतिलाई पनि मैले इन्भाइट गरेको छु नि उनीहरुले केही न केही पकाएर चाहिँ पकाएर ल्याउँछ, एक एकवटा डिश लिएर आउँछ हैन। त्यो पनि मलाई एकदम राम्रो लागेको उनीहरुको यो बानी है। किनभने त्यस्तो गर्दाखेरि चाहिँ होस्टलाई त्यस्तो प्रेसर पर्दैन नि त हो, प्रेसर पर्दैन, उले पनि इन्जोय गर्नु सक्छ होस्टले पनि हैन। अब सबै उसैकोमा भार पर्यो भने त फेरि सधैँ गर्नु सकिँदैन पनि त हैन। यहाँनिर चाहिँ अब कसैले इन्भाइट गर्दैछ भने जो जसलाई पनि इन्भिटेसन आएको हुन्छ उनीहरुले सबैले नै एक एकवटा डिश लिएर जान्छ, जसमा चाहिँ होस्ट पनि फ्री भएर टाइम स्पेन्ड गर्नु पाऊँ हैन, बात मार्नु पाऊँ। मेन इन्टेन्सन त त्यही हो नि त, बन्ड स्ट्रङ गर्ने, बात गर्ने हैन। त्यो भएर खानामा ज्यादा फोकस नगर्ने हैन। अब इम्पोर्टेन्ट हो, खाना पनि गर्नुपर्छ, तर फुल टाइम हामीले खानामा मात्रै गरिरह्यौं भने चाहिँ अब होस्ट थाकेर हत्तु बात गर्नु त त्यस्तो बात गर्नु मन लाग्दैन हैन। अब आफ्नो एनर्जी सबै त खानामै वेस्ट भइसकेको हुन्छ, अनि त्यो भएर बातै गर्नु मन लाग्दैन है। अनि त्यो भएर चाहिँ उनीहरुले चाहिँ सबै त्यसरी डिभाइड गर्छ, अनिखेरि मजाले बसेर बातचित गर्छ हैन, एकअर्काको बात गर्छ। त्यस्तो चाहिँ मलाई एकदम मन परेको। त्यस्तो गर्नाले चाहिँ मलाई लाग्छ त्यही हो, बन्ड स्ट्रङ हुन्छ स्पेशली आउँदो जेनेरेसनलाई। किनभने अहिले सबैजना आफ्नो आफ्नो लाइफमा बिजी छ हैन। कसको लाइफमा के चल्दैछ थाहा छैन, आफ्नै फ्यामिली भित्रमा त थाहा हुँदैन, झन् अब कजन्सहरु त दूर की बात भयो। त्यो भएर त्यो बन्ड स्ट्रङ गर्नुको लागि, आउँदो जेनेरेसनको बन्डिङ राम्रो होस् भन्नुको लागि चाहिँ हामीले एकअर्कामा त्यो रिचुअल स्टार्ट गरेको चाहिँ राम्रो जस्तो लाग्छ है। तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्नु होला। थ्यांक यू।